हेलो गाइज नमस्ते। हाम्रो द सन्तोष पोडकास्टमा सबैलाई स्वागत छ। आजको हाम्रो टपिक रहेको छ जापान जाने कि त कोरिया जाने। यो डिसिजन गर्न नसकेर जापानको बारेमा पनि केही थाहा नभएको र कोरियाको बारेमा पनि केही थाहा भएको गेस्टहरूलाई हामी तपाईँ इच्छुक भएकोलाई होइन यो भिडियो लिएर आएको छौँ होइन। तपाईँ कुन देश जाने, कुन देश जाँदा तपाईँलाई कति के सजिलो र कति के हुन्छ गाह्रो हुन्छ भनेर प्रोसेसिङ हरेक उहरू हुन्छ नि। तपाईँलाई जब मिल्छ मिल्दैन, कोरियामा जब छिटो मिल्छ कि जापानमा जब छिटो मिल्छ, अनि पार्ट टाइम जब मिल्छ कि मिल्दैन भनेर तपाईँ भित्रबाट जिज्ञासु भएको मान्छेलाई आज हामी सिकाउन गइरहेको छौँ होइन। तपाईँलाई इन्फर्मेसन दिन्छौँ होइन। तपाईँको यो जापान जाने कि कोरिया जाने भनेर चोइसले तपाईँको लाइफ बिग्रन पनि सक्छ होइन। जापानमा होइन तपाईँलाई स्टुडेन्टलाई काम पाउन सजिलो छ क्या, तर कोरियामा स्टुडेन्टलाई काम पाउन एकदमै गाह्रो छ क्या। अनि अर्को कुरा, कोरियामा स्यालेरी एकदम बढी हुन्छ क्या, तर जापानमा स्यालेरी तपाईँको एभरेज हुन्छ क्या, एभरेज इन्कम हुन्छ। अनि अर्को कुरा जापानिज ल्याङ्ग्वेज पढ्न एकदमै गाह्रो हुन्छ क्या। तपाईँको खान्जी लगायत यिनीहरू हुन्छ एकदमै गाह्रो हुन्छ, तर कोरियन ल्याङ्ग्वेज पढ्न विशेष जापानिजभन्दा केही विशेष सजिलो हुन्छ क्या। अनि अर्को कुरा भनेको अनि जापानमा सेटल हुन एकदम सजिलो छ क्या, तर कोरियामा सेटल हुन एकदमै गाह्रो छ क्या। अनि अर्को कुरा भनेको यो जापानमा वर्क लोड धेरै हुन्छ क्या, तर कोरियामा एकदम सिस्टमेटिक तरिकाले होइन, वर्क लोड हल्का विशेष जापानको भन्दा केही सिस्टमेटिक तरिकाले सजिलो नै छ क्या। अनि अर्को कुरा भनेको जापानमा फ्लेक्सिबली भए पनि खासै केही हुन्न क्या, तर कोरियामा भनेको डिसिप्लिन हुनुपर्छ क्या, एकदम डिसिप्लिन ढङ्गले होइन, हरेक उसमा होइन डिसिप्लिन ढङ्गमा चल्नुपर्छ होइन। उहाँको सिस्टम अनुसार रुल रेगुलेसन अनुसार चल्नुपर्छ हामी त होइन। यदि तपाईँ होइन काम गर्दै अनि जब गर्न पढ्दै काम गर्न चाहनुहुन्छ भने तपाईँ अभियसली जापान जानुहोस्, एकदम तपाईँको लागि एकदम राम्रो छ होइन। अर्को कुरा, यदि तपाईँको सपना गोल एकदमै ठुलो छ भनेपछि होइन, पैसा धेरै कमाउनु छ भनेपछि होइन, अभियसली तपाईँलाई यो कोरिया एकदमै बेस्ट चोइस हुनेछ होइन। तपाईँ धेरै पैसा कमाउने कुनै गोल सपना पुरा गर्ने तपाईँ उसमा हुनुहुन्छ भने होइन, टार्गेटमा हुनुहुन्छ भने कोरिया नै जानु होला। अनि अर्को कुरा होइन, तपाईँले गलत देश रोज्दा समय या पैसा दुइटै बर्बाद हुन पनि सक्छ होइन। सही डिसिजन लिनु होला तपाईँको यो दुई कन्ट्रीको बारेमा होइन। सही इन्फर्मेसन हाम्रो भिडियो लास्टसम्म हेर्नु होला। तपाईँले के कुरा सिक्नुभयो, कुन देशमा जाँदा कति कस्तो रहेछ सिस्टमको बारेमा, अनि कमाइको बारेमा होइन, अनि वर्कलोडको बारेमा सबै हाम्रो भिडियोमा सबै बताएका छौँ होइन। अनि अर्को कुरा के, तपाईँ यो डिसिजन लिनुभन्दा होइन पहिला तपाईँले आफ्नो गोल के हो त्यो चाहिँ क्लियर राख्नुपर्छ है।